नमस्कार। मेरो एमालेलाई सुझाव। म पनि सदस्य भएको कार्यकर्ता हो नेकपा एमालेको। र यहाँ कुरा आएको छ विधि र प्रक्रिया। के हो विधि र प्रक्रिया भनेको? कति पर्सेन्ट भयो भने विधि र प्रक्रिया पुग्छ? अहिले हाम्रो सम्माननीय अध्यक्ष केपी ओलीलाई पक्राउ गरेको छ हैन, लगायत अरू नेतालाई पनि। अब यहाँ चाहिँ के गरेको भने सरकारले चाहिँ छानबिनलाई सहज बनाउनलाई ल्याएको छ। विधि र प्रक्रिया भनेको नपुगेको कस्तो अवस्था हुन्छ भने यदि बालन सरकारले दोषी घोषणा गरेको भए बल्ल विधि र प्रक्रिया पुगेर अदालतबाट आउनुपर्ने फैसला सरकारले आफै फैसला गर्यो। अदालतले फैसला नगर्दै सरकारले दोषी ठहर गर्यो। हो, त्यो अवस्था भएको भए बल्ल विधि र प्रक्रिया पुगेन भन्ने हुन्थ्यो। कुरो बुझ्नुभयो? तपाईँ अहिलेसम्म के बुझ्नुभयो? के पढ्नुभयो अहिलेसम्म? यस्तो पनि तरिका हुन्छ? जनतालाई भड्काएको छ, जनतालाई अराजक, देशलाई अराजकतिर लगेको छ। महेश बस्नेतज्यू, तपाईँलाई मेरो प्रश्न, तपाईँले के गर्न खोज्नु भएको? तपाईँले देश अझै अस्थिर भओस् हैन, जनताले दुःख पाउन्, सरकार फेरि ढलोस् हैन। तपाईँलाई त खाना पुगिरहेको, तपाईँको सम्पत्ति छ गरे मजाले हैन। अब जनतालाई त दुःखै छ, जनता अस्थिर भयो भने जनताले दुःख पाउने हो हैन। तपाईँले यही चाहनुहुन्छ? यस्तो गर्नु भएन के कमरेड? तपाईँले के चाहनु भएको? अस्थिर होस्। तपाईँले विभिन्न उदाहरण दिनुहोस्, विभिन्न सरकारको उदाहरण दिन्छ। फलानु सरकार ढलेकै थियो, फलानु सरकार ढलेकै थियो अनि फलानु बेला सरकार ढलेकै हो, 2/3 बहुमत सबै ढल्या हो, यो पनि ढल्छ, यो पनि ढाल्छ भने जस्तो तपाईँको चाहिँ एउटा त्यो भाव आउँछ तपाईँको वक्तव्य। ओहो, अहिलेसम्म मिलिजुली सरकारले गर्दा जनताले दुःख पाए, राष्ट्र अगाडि बढ्न सकेन। अब यो राष्ट्रपाले चाहिँ बहुमत ल्याएको छ, ठिक छ, 5 वर्ष हेरौँ। यो अस्थिर सरकारबाट चाहिँ वञ्चित छ, अब अस्थिर सरकार नहुने भयो, स्थिर सरकार भयो भनेर त खुसी हुनुपर्ने पर्दैन तपाईँ? तपाईँलाई मैले नेपालमा भएको मैले फोन गर्ने थिएँ, मैले बाहिर छु, त्यही भएर यो सोसियल मिडिया प्रयोग गरेँ। तपाईँ लगायत सचिवालय सदस्यहरूसम्म यो मेरो कुरा पुगोस् भनेर मैले सोसियल मिडिया प्रयोग गरे हो। अब यो कुरा बन्द गर्नुहोस् अब तपाईँहरूले। ल, रहेको कुरा केपीको राष्ट्रवाद। केपी साँच्चै राष्ट्रवादी हो त? हाम्रो अध्यक्षज्यू राष्ट्रवादी हो? राष्ट्रवादी प्रधानमन्त्री भनेको मरिचमान सिंह श्रेष्ठ, पञ्चायत कालको प्रधानमन्त्री। त्यो बेलामा 9-10 कक्षामा पढ्थेँ। त्यो बेला इन्डियाले चाहिँ नाकाबन्दी गरेको थियो। त्यो बेलामा मरिचमानले हवाई मार्गबाट, त्यो बेला ग्यासको चलन थिएन हैन, मट्टीतेल र नुन हैन, त्यो अभाव भयो। उहाँले अब कहाँबाट ल्याउनु भयो मलाई थाहा भएन। त्यो बेलामा चाहिँ नुन र मट्टीतेल सहज बनाउनु भएको थियो इन्डियासँग नझुकेर। हो, त्यसलाई भन्दा राष्ट्रवाद। अहिले केपी पनि राष्ट्रवाद हुने अवस्था थियो यदि के गरेको भए। जब इन्डियाले चाहिँ नाकाबन्दी गर्यो, केपी त्यही बेला प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले चाहिँ त्यो बेलामा म इन्डियासँग झुक्दिनँ, मेरो जनताले चाहिँ खाना पाएनन्, भोकमरी समस्या आउने भयो भनेर चीन लगायत अरू राष्ट्रसँग मैत्री सम्बन्ध राखेर ग्यास लगायत पेट्रोलियम पदार्थ ल्याएर धेर थोर जति हुन्छ सहुलियत उचित मूल्यमा वितरण गर्न सकेको भए बल्ल केपी राष्ट्रवाद हो। त्यो बेलामा 2 नम्बर धन्दा यदि फर्स्ट आएको थियो, भ्रष्टाचार यदि फर्स्ट आएको थियो। मैले 500 रुपियाँ पर लिटर पेट्रोल किनेर मोटरसाइकल चढ्ने म हो। साथीहरूले कति तिर्नु थाहा भएन, जस्ट 300 देखि 400, 500, 600 कति भन्थे। त्यसरी चाहिँ जनताले दुःख पाएको। बजार भएका जनताहरू त रोजगार, जुन अब प्राइभेट सेक्टरमा रोजगार गर्ने गरेका थिए, रोजगार पाएका थिए, तिनले बजारमा बस्न नसकेर अब गाउँतिर जाने भनेर चाहिँ अब दाउराले भयो भात पकाएर खान पर्यो भनेर चाहिँ रोजगार छोडेर गाउँमा विस्थापित हुनु परेको थियो। त्यो बेला कति आर्थिक समस्या परेको होला, कति ऋण थपिएको होला जनतालाई। राष्ट्रवादी भनेको छ, त्यसै राष्ट्रवादी भनेको छ। लिपुलेको चाहिँ त्यहाँ नक्सा चाहिँ के अरे नेपालको नक्सामा जोड्ने बित्तिकै अनि राष्ट्रवादी भइन्छ।
उसो भए त अब दार्जिलिङ सिक्किम हाम्रै हो। अब अहिलेको बालेन सरकारले पनि अब दार्जिलिङ सिक्किम हाम्रै हो पहिलाको होइन भएर अब नक्सा राखिदिएको हुन्छ। तपाईँ हामीले बिगारे हो क्या केपीलाई त हाँसोले पार्टी कब्जा गरौँ उहाँले हँसाएर आफू नहाँस्ने अरूलाई हँसाउने कथा चुड्कीलाई भनेको छ जनतालाई हाँसेको छ। तपाईँ हामी फेरि कार्यकर्ता ताली पिटेको छ रमाएको छ हाँसेको छ होइन केपी बा भनेर राष्ट्रवादी नेता भनेको छ। केपीलाई घमण्डी बनाएको हामीले हो कि तपाईँ हामीले हो। केपी यति माथि हुन्थेन होला होइन सायद केही कन्ट्रोल हुनु सक्नुहुन्थ्यो कि तपाईँ हामीले बिगारे हो। उही चाहिँ घरमा बाबुबाजेले चाहिँ बच्चालाई केटीकेटीलाई नातिनातिनालाई चाहिँ ल म कथा भन्छु यता आइज भनेपछि अनि सबै घेरिएर चाहिँ सुन्ने होइन हाम्रो हजुरबाले कथा भन्नुहुन्छ भनेपछि अनि हामी रमाउँथ्यौँ नि सानोमा रमाउने हजुरबा कथा भन्नुहुन्छ भन्ने हामी रमाउँथ्यौँ कि त्यस्तै यस्तो त्यही भएको यहाँ एमालेका कार्यकर्ता तपाईँ हामी झोले कार्यकर्ता सब हाँस्न पाइए होइन टेन्सन भइरह्यो होला हाँस्न पाइए केपीले हँसाउने भनेको छ कस्तो मिलाएर जोग भन्ने भनेको छ। ओहो भिजन भएको नेता हो त पक्कै उहाँ त भिजन भएको नेता हो भनेर तपाईँ हामीले बिगार्यौँ कि। अब केपी बिना पार्टी पनि चल्दैन त उसो भए केपीको अब देवासन भएपछि अनि उहाँको स्वर्गवास होला भोलि के हो पार्टी चल्दैन। अब तपाईँहरू राष्ट्रवादी होइन तपाईँसँग राष्ट्रवाद छैन उसो भए त्यत्रो हुनुहुन्छ त्यत्रा हुनुहुन्छ त नेताहरू राष्ट्रवादी सोच राख्न सक्नुहुन्न उसो भए नेता मात्र भएर बस्नुमा हो। राष्ट्रवादी सोच राखेर हामी नि गर्छौँ अब हामी पार्टी रिफर्म गर्छौँ हामी गर्छौँ भन्न सक्नुहुन्न। अब उहाँको त वृद्ध अवस्था भइसक्यो 75-76 वर्ष अब त दिमागले काम गर्न मेन्टल पनि एउटा अवस्था ठिक हुँदैन क्या अब उमेरले पनि बाइ एज पनि। त्यस कारणले उहाँलाई रेस्ट गर्न दिउँ। अब भोलि अदालतले फैसला गरेर उहाँ चाहिँ फेरि आउनु होला केही छैन होइन। एउटा कुरो के बुझ्नु पर्यो भने विधि र प्रक्रिया चाहिँ भन्ने कुरामा चाहिँ यो एउटा कानुनी प्रक्रिया मात्रै हो क्या एउटा सुरक्षाको कानुनी प्रक्रिया हो यो भनेको हो। भोलि चाहिँ छानबिन अगाडि बढ्दैछ अदालतले फैसला गर्दैछ होइन अब दोषी ठहर गरेको छ आयोगले है फैसला त भएन तर त्यो छानबिनको लागि सहजको लागि ल्याएको हो नि त। भोलि चाहिँ यता मुद्दा चल्दैछ भनेपछि केपी भाग्नु होला विदेश जानु होला भाग्नु न थाहा छ त्यो पनि एउटा कानुनी प्रक्रिया हो नि त्यो त। विदेश जान सक्नुहुन्छ ल विदेश जानु भएन ल पुरा नाकामा चाहिँ स्ट्रिक्ट सुरक्षा चाहिँ होला उहाँ नेपाल भित्रै बेपत्ता हुन सक्नुहुन्छ नि त। त्यो पनि एउटा कन्डिसन हो नि त कानुनी एउटा चाहिँ स्टेप हो क्या त्यो एउटा के भन्छ कानुनी सुरक्षा कानुनी प्रक्रिया नेपालभित्रै बेपत्ता हुन सक्नुहुन्छ नि त त्यही भएर ल्याएको हो क्या अहिले। भोलि चाहिँ फैसला नभइन्जेललाई एउटा के अरे सुरक्षाको निगरानीमा राख्या हो त्यसरी बुझ्नु पर्यो क्या। त्यसलाई चाहिँ यसलाई दोषी ठहर गरेको त होइन नि त यसरी बुझ्नु पर्यो एउटा कुरा। रहेको कुरा यो रासपाको है अब हाम्रो जित भइसकेको छ हेर्नुहोस् हाम्रो जित कसरी भइसकेको छ भने हाम्रो के हो एमालेको एजेन्डा जनताको बदली जनवाद होइन। मार्क्सवादी लेनिनवाद भनेको त कुनै एउटा कालखण्डको बेला थियो पछि आएर त जब मदन भण्डारीले चाहिँ जनताको बदली जनवाद स्थापित गर्नुभयो होइन त्यसपछि त अब अहिले त हाम्रो मुख्य एजेन्डा त जनताको बहुदलीय जनवाद हो नि त। बहुदलीय परिपाटीबाटै जनतामा चाहिँ जनवाद ल्याउने होइन देशमा जनवाद सिर्जना गर्ने त्यही हेर्नु खोजेको हामीले भनेको त राष्ट्रपाले जनताको बहुदलीय जनवादकै त्यो चाहिँ एजेन्डा बोकिरहेछ त। सुशासन भ्रष्टाचारको अन्त्य गरिबी निवारण होइन रोजगारको अवस्था देशलाई समृद्धि बनाउने देश र जनतालाई समृद्धिमा लाने कुरा त्यो त जनताको बहुदलीय जनवाद हो नि त होइन र। धनी गरिबको अवस्था नहोस् धनी ठिक छ गरिबलाई धनी बनाउनु पर्यो सबै समान हुनु पर्यो होइन सबैको पहुँच बराबर हुनु पर्यो भने हो नि त जनताको बहुदलीय जनवाद भनेको त। कि सुनको डल्लो घर घरै ल्याएर दिने हो र होइन होला। त्यस कारणले जनताको बहुदलीय जनवाद राष्ट्रपाले अङ्गीकार गर्दै अगाडि बढ्न चाहिरहेको छ होइन। करारनामै गरेको छ त पार्टीले यसो गरेन भने यस्तो खालको सुशासन अब यो जुन सुशासनदेखि भ्रष्टाचार सबै
होइन सुशासन भनेपछि सबै आयो। सुशासन कायम गर्न सकेनौँ भने, देशलाई समृद्धितिर लान सकेनौँ भने 5 वर्षमा हामी भोट माग्नै आउनु भनेको छ त। भनेपछि अनि किन रडाको गर्नु पर्यो भने कि हामीलाई कसरी हुन्छ, हाम्रो चाहिँ जनताको बहुदलीय जनवाद स्थापित होस् देशमा, होइन? हामीलाई के चाहियो त्यो भन्दा? हाम्रो जित भइसकेको छ। त्यस कारणले हाम्रो जित हुनलाई के हामी प्रधानमन्त्री हुनुपर्छ, फेरि सरकार हाम्रै हुनु पर्यो, सांसद हामी हुनु पर्यो, मन्त्री हुनु पर्यो। त्यो त हामी पहिल्यै भइसकेको हो त। 35 वर्षमा बिचबिच हामी भइरहेका छौँ त। हाम्रो त अनुभव सबै भइसकेको छ। अब के को अनुभव गर्नु पर्यो हामीलाई बेकारमा? अब हामीलाई त कसरी हुन्छ, देश र जनताले होइन सुख समृद्धि पाउनु पर्यो, जनताको बहुदलीय जनवाद स्थापित भएर देश अगाडि बढिराख्नु पर्यो। हामीले चाहेको त्यही हो, होइन? त्यस कारणले हामी सरकारमा नगए पनि हाम्रो जनताको बहुदलीय जनवाद राष्ट्रसभाले अङ्गीकार गरेर अगाडि बढेको छ, बढ्न लागेको छ। त्यो नै हाम्रो जित हो एउटा। र अर्को कुरा म के भन्न चाहन्छु भने, अब हामी पार्टी रिफर्म गरौँ। अब पार्टी रिफर्म गरौँ। हाम्रा चाहिँ नेताहरू वामदेव गौतम, होइन, अब झलनाथ खनाल, माधव नेपाल, भीम रावल, होइन, घनश्याम भुषाल लगायतका सम्पूर्ण एमालेका चाहिँ शुभचिन्तक, होइन, एकदम एमालेको पार्टीप्रति जो होइन गर्न सक्ने राम्रा नेताहरू जति हुनुहुन्छ, पार्टीलाई अगाडि बढाउन सक्ने नेताहरू जति पनि बाहिर हुनुहुन्छ, सबैलाई बोलाउँ, पार्टी रिफर्म गरौँ र एकदमै सचेत अवस्थामा बसौँ। भोलि इनकेस राष्ट्रसभाले गर्छु भनेको काम कहाँसम्म न्यूनतम कति गर्न सक्नु पर्थ्यो, यदि त्यो नगरेमा भोलि 5 वर्षपछि त जनताबाट तिरस्कृत हुनेछ। तिरस्कृत हुने अवस्थामा चाहिँ हाम्रो पालो आउनेछ। फेरि हामी जाउँला सरकारमा, त्यसपछि जनतासँग हामी जाउँला, होइन? हामीले 5 वर्ष हामीले सरकार चलाउन दिएकै हो, मौका दिएकै हो। अब हामी आएका छौँ। जनताको बहुदलीय जनवाद हाम्रो मूल नारा हो, मूल सिद्धान्त हो। अब हामी अगाडि बढ्छौँ भएर फेरि जनतासँग हामी जाउँला। अनि त्यतिखेर जनताले पक्कै नै हामीलाई फेरि सपोर्ट गर्नुहुनेछ। यत्रो 35 वर्ष त गयो भने अब 5 वर्ष त कुराउन त, 5 वर्ष वेट गरौँ। अनि त्यसपछि पनि जे गर्ने गरौँला। राष्ट्रसभाले राम्रै गर्यो, ठिकै छ। हाम्रो चाहिँ भनेकै त्यही हो, हामीले खोजेको त्यही हो। राष्ट्रसभाले गर्यो, ठिकै छ। फेरि राष्ट्रसभाले अर्को 10-15 वर्ष खान्छ, राम्रै भयो। जसरी हामीलाई देश बन्नु त हो नि, होइन? त्यस कारणले अब यो रडाकोतिर नजाउँ। देश र जनताले धेरै हन्टर खानु पर्यो अवस्था छ। अब चाहिँ यसलाई रडाकोतिर नजाउँ। अब सुशासनको लागि बाटो खुल्ला गरिदिउँ। 5 वर्षको लागि हामी अभिभावकको भूमिका निर्वाह गरौँ। कहीँ कतै कमजोरी भएको खण्डमा सकारात्मक आलोचना गरौँ र पार्टीलाई चाहिँ, देशलाई चाहिँ, होइन, समृद्धितिर अगाडि बढ्न दिउँ। धन्यवाद।